नमस्कार साथीहरू, स्वागत छ तपाईहरुलाई आजको विशेष भिडियोमा, जहाँ हामी कुरा गर्दैछौं एकदमै बहुप्रतीक्षित नेपाली फिल्म आचार्यको बारेमा, जहाँ मुख्य भूमिकामा छन् एक्सन सुपरस्टार निखिल उप्रेती र जन रोचक कुरा, फिल्ममा बलिउडका चर्चित कलाकारहरू सञ्जय दत्त र सुनिल सेटाईको उपस्थितिको चर्चा चुलिएको छ। के साँच्चै बलिउड स्टारहरू अब नेपाली फिल्ममा देखिँदैछन्? के आचार्य नेपाली सिने इतिहास बदल्ने फिल्म बन्न सक्छ? सुरु गरौँ एक जानकारी सहितको विश्लेषण। सेक्सन 1 के हो आचार्य? 1 बजे टु 3 बजे। आचार्य भन्ने बित्तिकै हामीले सोच्ने गहिरो विचार, शिक्षाको प्रतीक र सम्भवतः क्रान्तिकारी सोच। यो फिल्ममा निखिल उप्रेती एक यस्तो पात्रको भूमिकामा छन् जो शिक्षक मात्र होइन, समाज सुधारक पनि हुन्। फिल्मको कथाले शिक्षा, अन्याय विरुद्धको आवाज र जनचेतनाको सङ्घर्षलाई समेट्ने चर्चा छ। आचार्य एउटा साधारण कथा होइन, यो एउटा म्यासेज ओरिएन्टेड पावरफुल सिनेमा बन्ने सङ्केत देखिएको छ। सेक्सन 2 बलिउड सिताराहरू सञ्जय दत्त र सुनिल सेट 3 बजे टु 6 बजे। अहिले सबैभन्दा बढी चर्चा भएको कुरा, सञ्जय दत्त र सुनिल सेटको नेपाली फिल्ममा प्रवेश। अफिसियल पुष्टि अनुसार निखिल उप्रेतीले बताएका छन्, 2 बलिउड स्टारहरूमध्ये एकजना फिल्ममा देखिनेछन्। सञ्जय दत्त सम्भवतः कडा राजनीतिक नेताको भूमिकामा, सुनिल सेट एक बुद्धिमान गुरु वा सैनिक मेन्टरको पात्रमा। के उनीहरू क्यामियो मात्र हो त, कि कथामा गहिरो योगदान हुने सशक्त भूमिका? यो कुरा अझै खुलाएको छैन, तर चर्चा अनुसार यी स्टारहरूको उपस्थिति नयाँ युगको सङ्केत हो। सेक्सन 3 निखिल उप्रेतीको कमब्याक 6 बजे टु 8 बजे। नेपाली सिनेमाको एक्सन बादशाह निखिल उप्रेती पछिल्लो समय अलि कम देखिए पनि आचार्यले उनको क्यारियरलाई पुनः शिखरमा पुर्याउने सङ्केत गरेको छ। शिक्षकको भूमिकामा उनको लुक्स, डायलग, एक्सन र चरित्रको गहिराई, सबै कुरा ट्रेलर वा पोस्टर आउनुअघि नै फ्यानहरू बीच चर्चाको विषय बनेको छ। विद्या होइन, न्याय बाँड्न आएको छु म जस्ता संवादहरू भोलिको ट्रेन्ड बन्न सक्छ। सेक्सन 4 सम्भावित ट्रेलर र पोस्टर 8 बजे टु 9 बजेर 30 मिनेट। अहिलेसम्म ट्रेलर त सार्वजनिक भएको छैन, तर बीटीएस भिडियो, सेट फोटो र प्रचारमा देखिएको सङ्केत अनुसार फिल्मको टिजर, पोस्टर चाँडै आउने सम्भावना छ। फ्यान अनुमान, एन्ट्राई सेनमा निखिल क्लासरुममा एक्लै, ब्याकग्राउन्डमा पोलिटिकल टेन्सन, अचानक सञ्जय दत्त, सुनिल सेटको इन्ट्री, क्लाइम्याक्समा निखिल बेस सिस्टम। सेक्सन 5 नेपाली फिल्म उद्योगका लागि यो किन विशेष छ? 9 बजेर 30 मिनेट टु 11 बजे। सञ्जय दत्त वा सुनिल सेट जस्ता स्टारहरू यदि साँच्चीकै पर्दामा आउँछन् भने त्यो केवल चलचित्र होइन, त्यो नेपाली इन्डस्ट्रीको जित हो। यो फिल्म नेपाली दर्शकको आत्मविश्वास बढाउने, नयाँ बजेट र अन्तर्राष्ट्रिय वितरणका लागि ढोका खोल्ने एक उदाहरण बन्न सक्छ। सेक्सन 6 फ्यान अपेक्षा र सवाल 11 बजे टु 13 बजे। अब प्रश्न तपाईहरुसँग, तपाई सञ्जय दत्तलाई हेर्न चाहनुहुन्छ कि सुनिल सेटलाई? निखिलको कमब्याकबाट कस्तो आशा छ? तपाईको विचारमा आचार्य ब्लकबस्टर बन्न सक्छ? कमेन्टमा तपाईको विचार लेख्नुहोस्। OUTRO प्लस कल्टिओ एक्सन 13 बजे टु 14 बजेर 30 मिनेट। आचार्य एउटा साधारण फिल्म होइन, यो एउटा परिवर्तनको सङ्केत हो, जहाँ नेपाली र बलिउडको शक्ति एकै पर्दामा देखिन सक्छ। यदि तपाईलाई यस्तो फिल्म जानकारी, विश्लेषण र चर्चा मनपर्छ भने लाइक, शेयर र सब्स्क्राइब गर्न नबिर्सनुहोला। बेल आइकन थिच्नुहोस्, हामी ट्रेलर आउँदा तुरुन्तै विस्तृत रिभ्यू ल्याउनेछौँ। फेरि भेटौँला अर्को भिडियोमा। जय नेपाल, जय नेपाली सिनेमा।